हालेलुया। संसारमा 3/4 पार्ट अफ वर्ल्ड चाहिँ के छ भन्नुस् त? पानी छ है। 1/4 ल्यान्ड छ। 3/4 ल्यान्डमा भएको रुख बिरुवाको कलम बनाएर समुद्रभरि भएको पानीलाई मसी बनाएर खुल्ला आकाशमा प्रभुलाई धन्यवाद लेख्दा पनि कमै हुन्छ। हालेलुया हालेलुया। आउनुहोस् हाम्रो आँखाहरूलाई हामी एकछिन बन्द गर्नेछौँ अनि तपाईलाई म यही अनुरोध गर्न चाहन्छु, तपाईँ एकदमै डिसिप्लिन तरिकाले तपाईँ बस्नुहोस् परमेश्वरको उपस्थितिमा, किनभने बाइबलले भन्छ जसले मलाई आदर गर्छ म त्यसलाई आदर गर्नेछु। मेरो नजिकमा आऊ भने म तिमीहरूको नजिकमा आउनेछु। प्रभुको वचनले हामीले यही भन्छ। प्रभुले हर कोही मानिसको हृदयमा ढोकामा ढकढकाउनुहुन्छ। प्रिय आउनुहोस् हामी उहाँलाई आदरणीय भएर आत्मामा हामी सत्यतामा उहाँलाई आराधना गर्ने खोज्ने आराधना गरेर हामी तपाईँ र म आज परमेश्वरलाई भएर हामी महिमा दिनेछौँ। जसले तपाईँको मुहारको खोजी गर्छन्, जसले तपाईँको स्तुति तपाईँको प्रशंसा गर्छन्, जसले तपाईँको भक्तिको तृष्णा गर्छन्, तपाईँ ती व्यक्तिलाई आफ्नो महिमाको पवित्र दिनुहुने परमेश्वर हुनुहुन्छ। मेरो हृदयले हाम्रो हृदयले प्रभु तपाईँको तृष्णा गर्छ।